नो फेयर नक हो फिनिस है हो मलाई दाइ 10 किल हान्छु आज एउटा गेममा मलाई 100k पुऱ्याइदिनु न सब्स्क्राइबर भन्दै थियो अघि भर्खर गेम सुरु हुन अगाडि मेसेज गरेर मुझे पुराए 10 किल 10 मिनेट पनि बाँचेन म्याच यसको गोल A few moments later. छोड दियो किल छोड दियो आयो यार दाइ आयो भने खोइ केटाहरु छैन एक्लै छ जंकी प्लेयर हो का अति जंकी प्लेयर हो का गडा नो फेयर मुजी हेर त आम्मा एक्लै जित्यो यार अति जंकी प्लेयर हो यार यो भाइ मुजी कन्फिडेन्स चाहिँ कडा छ यार यो भाइको मुजी जे जस्तो भयो भने कन्फिडेन्स चाहिँ छ यार यो भाइको मर्छ हैन कन्फिडेन्स चाहिँ नेक्स्ट लेभल छ यार यो भाइको मुजी कसम यार मुजी डराउँदैन यार A few moments later. नो फेयर भाइ कति चोटी नक हो भाइ म्याच चिकन 15 चोटी नक भएन मुजी नक हुन खेलेको हो भाइ नहान्ने हो बिटी मात्र हो चस्मा लाएर मुजी जता पनि नक मात्र हुनु जोन छ त चुप लाएर कन्ट्रोल चुमुक्क बनाएर बस न भित्र चाहिँ हाल न भित्र ओइ स्लिपी भाइ हो क्या म्याच चिकन गड हो नि स्लिपी भाइ त म्याच यसरी हान्ने हो नि त एउटा हानेपछि मिलाएर हान्नु पर्यो क्या जोखेर कहाँ हान्ने भनेर A few moments later. खाऊ मुजी गेडा तलको निकालेर 8 किल त हानेको छ यार भाइ 11 किल 21 ओइ नगर न मास्टर हेर ल अब यहाँ स्काई र जिगल हेर है के गर्यो कि मुजी यहाँ जुधेर बसे क्या यार ऊ ल हेर न के गर्यो कि ल खेलाडीहरू बिचमा मुझे नराम्रो भयो क्या भित्र किल दिएन भनेर हो क्या लास्टको के गरेको यो गर्न चाहिँ यार के पड्काउनु होस् भने जस्तो गर यार हेर है ल अनि त ह्यान्डसेक चाहिँ किन तिमीहरूले एकअर्कालाई नगरेको अरे त के अरे चिकन खाएपछि ह्यान्डसेक गर्दाखेरि पनि किन एकअर्कालाई नहेरिकन उता फर्केको अरे ए उनीहरू दुईटा गर्छ हामी दुईटा गर्छौँ कि जहिले पनि के अनि स्काई मतिर फर्केको जस्तो लागेको थियो होइन रहेछ क्या #7 मा छ त ओ जिगल नाइ स्काई लो यार ओए यार नेडा पड्क्यो 100 पड्क्यो लाग पड्केन वन नेभर स्काई ए दुईटा छ नो फेयर खोइ म्याच गेडा जस्तो खेल यार केटाहरूले यार नो फेयर छ कहाँ थियो रिभाइभ गर्दै रहेछ यार स्लिपीलाई 1 पोइन्टमा मर्यो यार हामी यहाँ छ सानोकमा गेम हाम्रो बिग्रेपछि तिमीसँग खेलाडीहरू रिसाएको मैले घटना सुनिरहेको छु के भएको हो खासमा ए होइन मरेपछि रिसाएको हो अनि हिजो हाम्रो प्लान थिएन अरे नि त त्यसरी खेल्ने सानोकमा थिएन तर मलाई फिलिङ आयो क्या त्यो ठाउँ लिम जस्तो फिलिङ आयो क्या त्यो डाँडा अनि फेरि कस्तो टाइमिङ परेछ क्या तिनीहरू एक्लै रहेछ एकछिन अलिकति ढिलो पुगेर अनि सबैजना आइपुग्यो क्या त्यसले हान्नु पर्यो क्या दाइ नो फेयर गड हिल एकछिन हिल नाति केटा कमन केपीको मुला त सोट आउँदैछ त यार त्यो मुला यता आउँदैछ त्यो अर्को एउटा त्यो हामीतिरै आउँदैछ त्यो धामन मुला धामन बानो दुईटालाई मानो ओइ जिगल ल प्यार किल उठाउन गयो ए के गरेको हो यार थट नाइस त भन्ने पागल रहेछ अनि पागलले पागल हैन यो
छ्या यार हातको गेम नेक्स्ट लास्ट गेममा होइन क्या तिमीहरूले चाहिँ 2v4 सोच्यो राइटमा एउटा छ थाहा थियो त्यही हामी लेफ्टमा पुस गर्दाखेरि त राइटको चढ्छ बरु जोनले पेलुम जस्तो लाग्यो सुरुमा अनि युटिलिटिज केही पनि थिएन नि त अनि पछि रिच पछाडि गएपछि त रिभाइभ हुन्थ्यो अनि पुस गरिदिउँ भनेर गएको चढी त हाल्यो राइटको डिजी छ क्या मेन प्रब्लम हो डिजी भने होइन डिजी नै हो क्या नाइस नक यार एउटा त नक हान्यो नि जिगल नाइस जिगल यार प्लिज यार कस्तो टाइममा नक भइदियो यार नाइस यार ओ सक्यो डिजी सक्यो ओइ सक्यो टिमै सक्यो ओइ नो फियर स्लिपीले हान्यो नि हाने चाहिँ कसले गिलफिड हल्ले खै नो फियरको नि आइरा नेट त नो फियरको नेटमा गयो नि Another one. क्या बाहिर गाडीबाटै झार्दै नै पर्यो नागिसँगै पर्यो पर्यो यार रेड जोनै पर्यो यार नो फियर ठाउँमा आएन अति छ त्यो नेट नाइस नेट लभली दामी अर्को नेट पनि दामी गयो लेमनतिर अब लास्ट नेट एउटा यस्तै खालको सकाइदियो स्काई फाल्दो केडा त्यसको ओनिमा आइज रे अति आइज ओइ बिस्तारै कस्तो जिगल भाइ किन हामीमा गएको दुईजना त छ यार अब एकजना त हो फेर्ने त के हो दाइ सक्यो त एसटी ए कभर दुईजना छ जिगल पनि नक फिनिश भयो नि यार उठ्यो किन हामीमा स्काई किल चोरे नि यसले नाइस के हो नक नाइस दामी किल उठा पहिला ओह फाइनल्ली अति है नाइस फाइनल्ली आयो नाइस आयो टम्मी आयो पिस मोमेन्ट आएछ दाइ फक म्यान आयो यो फर्स्ट म्याचमा आयो भने यस्तो चिकन अघि नै आयो फर्स्टमै आउनु पर्ने कुरा अहिले आयो Final day, bad day. तपाईले आको यो मुजीले लोदर लाउँछ कि जस्तो लागिरहेछ क्या को दाइ लिम्बे आएछ यसले लोदर लाउँछ जस्तो लाग्यो क्या मलाई यार मुजी यहाँनिर हान्यो मुजी टाउको फुट्ने भने हान्न पठाउँछ चिक्ने गेमै सुरुमा जोत्नु खेल्यो जस्तो त मुजीलाई बाबु आयो बुढी रिसाएर गएको थियो आइस यार ट्रफी उचाल्न त कहाँ जाने हो र लिएर आउँछन् नि त यहाँ लोदर बोलिहाल्यो लोदर बोलिहाल्यो साथी त्यसलाई लोदर भन्छ क्या कन्फिडेन्स भन्छ ओभर पनि भएको छैन नि त कन्फिडेन्स मात्रै भएको क्या यतिको त पाइहाल्यो नम्बर 1 भाइको घर जाने भने आइज भएन भने लिम्बेको कमन चाहियो अरे कमन अहिले होइन क्या हानुहोस् न पहिला अलिकति अब केही भएकै छैन सुरु नै भएको छैन गेमै चालु भएको छैन पोइन्टै ल्याएको छैन इन्टेन्सिटी होस् न कमन भन्नको लागि यहाँ सेनकमा हानुहोस् न होइन सानकमा सुरुमा हानुहोस् त 10 पनि त्यस पछाडि पो कमन सुरु हुन्छ त मुजी इरेङ्गलमा हाम्रो यो गेम सक्यो भने चाहिँ त मुजी तल भएर बसे त मुजी पनि तल भएर बस म यहाँ गर्छु यो मुजी हात टेक्न पछाडि आएको मुजी लामो जस्तो 2 दिन आएको मुजी आज आउनु परेको ल मुजी फाइनलको लास्ट डे हो नि त बुझिनस् एउटै ड्रप हो नि टिम हो नि त जाँठा त्यही भएर आएको हो क्या भिपीतिर गयो कि ल यो भाइ त पुग्यो नि हो झर्ने पो बाइकबाटै गयो यार भाइ भिपीतिर गयो मर यार भाइ अब के गर्छौ मर भाइ मर ल बाई ल जिगर ल ठिक छ नाइस यति नै थियो है ल राम्रो ओपी लास्ट गेम त हामी त फेरि सुकुम्बासी हो नि त भाइ कहाँ जाने फिक्स छैन नि त हाम्रो त फिक्स छैन त्यही त लास्ट गेम फिक्सै छैन कहाँ जाने के गर्ने कसरी खेल्ने भनेर ओए मैले ओइ त्यो ल ओइ ओपी ओइ ल्याग भयो क्या ओइ बटलाई मारे यस्तो मारिदियो भाइ यस्तो हो क्या
आफू कमजोर भएपछि नि आफू कमजोर भएपछि मुझे टोलको भुस्या कुकुरले पनि हेप्छ भनेको मुझे प्राइम एक्जाम्पल यो हो क्या भाइ बुझ्यौ नि फोर्टी गयो भनेपछि क्वाडले ताने पनि फोर्टीलाई जितेर हामीलाई जिते पनि हामी त थर्डमा भयो नि त केपी छ नि त भाइ फेरि केपीले भ्याउँदैन केपी पनि छ ओम इन द च्याट क्वाड पनि जाओस् न गयो म्याच दाइ ओइ अब के हुन्छ गयो यार दाइ गयो हैन पुगिहाल्यो नि अब त पुग्यो ओइ पुग्यो ओइ मा ल केटा हो हामी चाहिँ वर्ल्ड कपतिरै केटा हो वर्ल्ड कपतिरै तर कप आएन नेपालमा केटा हो लास्ट नराम्रो लागिरहेछ है कप चाहिँ आउन पाएन नेपालमा त्यही भएर लभली ल म त यार है म चाहिँ रुनु आँटेको थिएँ भाइ गेम सुरु हुनु अगाडि बुझिनस् मलाई थाहा छ भाइ म होइन मर्नु आँटेको थिएँ अनि साङदाईलाई मेसेज गरेँ होइन बुझिनस् साङदाईलाई मेसेज गरेको भाइ 2 जना मरिसक्यो भनौँ केपीले मार्थे 2 जना भनौँ त्यसपछि मेसेज गरिनँ मैले दाइलाई अनि झन् मेरो मुटु मुझे बढेर आयो भाइ 2 जना केपीले मारिदिसक्यो भनौँ है त्यस पछाडि मलाई मैले सोधिनँ होस् भनेको धन्दा यिनीहरूले हग्यो नि यहाँ लास्टको गेम त्यो चाहिँ सबैजना पाउँछु भनेर खुसी भएर हात मिलाएको क्या सबैजनासँग ठिकै छ झन्डै खुसी छ घरबाट लामो म त माया गरेको हुँ आँसु नै आइसक्यो एमपी पनि गयो है हान नि उयोले कोले खेला केपीले होइन हामीलाई दुईटालाई स्काइलाई कसरी मारौ दुईजना मिलेर लेपे हान्नु मन त्यही त भयो त केटाहरूसँग त च्याट गरेको के भयो भनेको 2 जना मर्यो भन्यो ल अब दुईटा टिमसँग पापासको लिड छ अनि एउटासँग एउटा आइसकेको थियो दिदी पनि अनि एउटाले त राम्रो खेलिदिइहाल्छ नि दुईटाले त 5 पोइन्ट त के हो र भन्ने भयो नि त तपाईँलाई क्यामेरा लाइभ गर्नु पर्यो इन्डियालाई 8 पोइन्ट हो झन्डै नि हेर्न यहाँ त एपिसीले चाहिँ डोमिनेट गर्यो पुरै होइन 2 गेममा अनि कति 20 पोइन्ट हैन तिनीहरुको एपिसीले त सही खेल्यो होइन एपिसी कस्तो भन्छ ड्रप क्लास पैसामा थिएन आफ्नो ड्रप खेल्न नि पायो नि त स्काई तनावमा हेर्न साइन हान्दैछ बिचाराहरू लेख्न मन नलागि लेख्दैछ यार बिचारा हेर्न त्यो स्काई त लेख्न मन नलागि लेख्दैछ यार सेन्टी भइहाल्छ नि जित्ने गेम गुड लक लाग्छ भनेर राखेको होला कोही खुसी छैन यार कोही खुसी छैन नि त्यही त हो नि दाइ फर्स्ट र थर्ड मात्र खुसी हुन्छ के जेमा पनि इधर कति सेकेन्ड कहिले खुसी हुँदैन नि हाम्रो त खुसी तिनीहरु त खुल्किन आटेको छ नि त साथी यो पनि खुल्किन आटेको हाम्रो त हर्समा थियो नि बिचाराहरु स्काई त झन् लास्ट नर्भस हुन्छ यार एकैछिनमा त्यो जिगले हेर त झन् बिचाराहरु यार एमभीपी पनि गयो नि त स्काईको त त्यो पनि के छ त दाइ अब पुगेर के गर्नु त कडा हो हाम्रो यो सब गेमहरु चाहिँ रेडबुल खाएरै भएको हो है इनर्जी दिएको चाहिँ हामीलाई रेडबुलले हो रेडबुललाई पनि यसो सपोर्ट हान कडा हो रेडबुल खाइहाल्यो यसको उपलक्ष्यमा रेडबुल इनर्जी भनेकै रेडबुल है त कडा हो यो रेडबुल खाएसँगै केटाहरूले पिएम रेडबुल रेडबुलले स्पोन्सर रेडबुलको स्पोन्सर पाइयो रेडबुलको सपोर्ट पाइयो र सेकेन्डसम्म भए पनि भइयो फेन्टा सेन्टाको लिएको भए हुँदैन थियो होला कि रेडबुलले इनर्जी जब दियो नि हामीलाई त्यस पछाडि केटाहरूले खेलिदिइहाले आज त रेडबुल खाएनन् जस्तो छ केटाहरूले आज रेडबुल नखाइकन खेले जस्तो छन्